हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ म यो फुलको बारेमा केही भन्न गइरहेको छु र। जसले यसलाई पहिलो झलक हेर्छ नि, यसलाई सिर्फ कसैले हेर्दा फुल मात्रै देख्छ हैन, फुल फुलेको मात्रै देख्छ राम्रो, अनि ऊ चाहिँ ह्याप्पी हुन्छ। तर यसको माथि पनि, यसको आफ्नै फुलको माथि पनि आफ्नै एउटा उसको कहानी छ, सङ्घर्ष छ। उसले चाहिँ हैन, यो प्लान्टहरू मध्येमा यिनीहरू सबै प्लान्टहरू चाहिँ यिनीहरूले चाहिँ जङ चाहिँ लाइफको जङ चाहिँ जितेको हो। किनभने नि यहाँनिर पनि धेरैवटा प्लान्ट थियो हैन योसँगको, तर अब उनीहरूले चाहिँ आफ्नो जङ चाहिँ हार्यो। किनभने चाहिँ यहाँ चाहिँ यत्रो पानी फ्लड भएको थियो हैन, अन्त फ्लडबाट अनि यो चाहिँ अब त्यो वरिपरिको घाँसबाट हैन, हुनु त मैले पनि स्याहारेँ, तर पनि उसको चाहिँ उनीहरूले सबै जुन चाहिँ सङ्घर्ष थियो, उनीहरूले च्यालेन्जेसहरूलाई चाहिँ एक्सेप्ट गरेर चाहिँ उनीहरूले चाहिँ आफ्नो लाइफलाई चाहिँ यसरी झलमल्ल बनाएर चाहिँ हामीलाई हैन खुसी दिइरहेको छ। लाइफ भनेको चाहिँ यस्तै सेक्रिफाइस हो। मान्छेले पनि आफ्नो हर चिजलाई नै एक्सेप्ट गरेर, सङ्घर्षलाई एक्सेप्ट गरेर हैन, लास्टमा चाहिँ यसरी नै हामीले पनि हाम्रो लाइफहरू चाहिँ राम्ररी फुल जस्तो खिलाएर चाहिँ अरूहरूलाई चाहिँ खुसी बनाउनु नै चाहिँ के हो, मान्छेको असली लाइफको चाहिँ खेला हो। धन्यवाद, थ्याङ्क यू सो मच।